नेपालको नक्सामा देखिने कालापानी, लिपुलेक र लिम्पियाधुरा आखिर किन यति धेरै चर्चामा छन्? के यी क्षेत्र साँच्चै नेपालका हुन्? आउनुहोस् 2 मिनेटमा बुझौँ। यो विवादको सुरुवात सन् 1816मा भएको सुगौली सन्धिबाट भएको मानिन्छ। सन्धि अनुसार महाकाली नदी नेपालको पश्चिमी सीमा मानिएको थियो। नेपालको दाबी अनुसार महाकाली नदीको वास्तविक स्रोत लिम्पियाधुरा हो। यदि त्यसलाई आधार मान्ने हो भने कालापानी र लिपुलेक क्षेत्र पनि नेपालभित्र पर्दछ। तर भारतले लामो समयदेखि यी क्षेत्रहरूको प्रशासनिक नियन्त्रण गर्दै आएको छ। विशेष गरी सन् 1962को चीन-भारत युद्धपछि भारतको उपस्थिति त्यहाँ बाक्लो रहेको बताइन्छ। सन् 2020मा भारतले लिपुलेकसम्म सडक निर्माण गरेपछि विवाद फेरि चर्कियो। त्यसपछि नेपालले नयाँ नक्सा जारी गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो भूभागको रूपमा समावेश गर्यो। आज पनि यो विषय नेपाल र भारतबीच समाधान हुन बाँकी रहेको सीमा विवाद हो। इतिहास, नक्सा र प्रमाणहरूको आधारमा दुवै देशले आफ्नो आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्। तपाईँको विचारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा कसको हो? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोला। यस्तै रोचक तथ्यहरूका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला।